साथीहरू, आज फेरि मैले नयाँ ब्लग्स लिएर उपस्थित भएको छु। अस्ति मैले बन्दै गरेको नयाँ घर भनेर भिडियो पोस्ट गरेको थिएँ। म यता सेटल भइसकेको छु, म सरिसकेको छु। तपाईहरुलाई चाहिँ आज त्यो घर कस्तो भएछ भनेर चाहिँ म देखाउन गइरहेको छु है त। ल हेर्दै गर्नुस् है त। बाइक चाहिँ मैले यहाँ राखेको छु। त्यसपछि यो चाहिँ मेरो हल रुम। यो चाहिँ मेरो हल रुम है। यो मेरो हल रुम भइहाल्यो। यो मेरो हल रुम। यो चाहिँ मेरो किचन। सामानहरु यस्तै छ। अझ थन्काउन पाएको छैन। सामानहरु अझै थन्काउन बाँकी नै छ, यतातिर मिलाउन बाँकी नै छ। यो चाहिँ मेरो किचन हो। यहाँबाट यो हल रुम भइहाल्यो। अब यो चाहिँ मेरो बेडरुम है त। यो चाहिँ मेरो बेडरुम रहेको छ। घर चाहिँ पुरै जस्तै जस्ताको हो। अझै यहाँ सामान छ, बाँकी नै छ, मिलाउन बाँकी नै छ। यो मेरो बेड। फाइनली गाइस, आज म यता सरिसकेको छु। आज आनन्द लागिरहेको छ धेरै पछाडि। लगभग यो घर बनाउन थालेको चाहिँ 1 महिना जति भयो होला। 1 महिनामा बल्ल बल्ल आज फाइनल भिडियो बनाएर हाल्नु पाउँदा एकदम धेरै खुसी लागेको छ गाइस है। यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। अनि घर कस्तो बनेको छ, कस्तो छ भनेर चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै यस्तै भिडियो लिएर फेरि पनि म उपस्थित हुने नै छु। मेरो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला र फलो गर्नु भएको छैन भने फलो गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। टेक केयर, बाइ बाइ।